योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले ग्रिडको बारेमा केही एक्सप्लेनेसनहरू गरेको थिएँ होइन। अनि कतिजनालाई अलिकति गाह्रो भयो होला होइन यो कुराहरू। अनि यो भिडियोमा चाहिँ म अझै यसलाई अझै सिम्पल वेमा चाहिँ बुझाउने कोसिस गर्छु है। ग्रिड किन युज हुन्छ भनेर मैले अगाडिको भिडियोमा पनि भनेको छु होइन। कुनै पनि ड्रइङलाई चाहिँ हामीलाई एकुरेट बनाउनु छ भने त्यसमा चाहिँ हामीले ग्रिड युज गर्ने हो। अनि यसको अनि लेभलहरू छुट्टै छुट्टै हुन्छ। सुरुमा म यो फर्स्ट लेभल सिकाइदिन्छु, त्यसपछि नेक्स्ट भिडियोमा अरू लेभलहरू सिकाउँछु है। सो फर्स्टमा चाहिँ हामीलाई अब कुन ड्रइङहरू बनाउनु लागेको छ होइन, त्यसको प्रिन्ट आउट निकाल्ने फोटोकपी। जस्तै यसमा जस्तै ल्यान्डस्केप भए पनि पोर्ट्रेट भए पनि जस्तै हामीले यो प्रिन्ट गरेर निकाल्यौँ होइन। अब यसमा चाहिँ हामीले सबै बक्सहरू चाहिँ इक्वल साइजको बनाउनु पऱ्यो। अब आफूले कतिमा कम्फर्ट हुन्छ होइन। अब एकदमै बिगिनिङ छ भने अब 2 सेन्टिमिटरको बक्सहरू बनाउँदाखेरि ठिक्क हुन्छ यसको साइजहरू है। अनि हाम्रो पेपरमा पनि त्यही सेन्टिमिटरको बक्स बनाउने, इक्वल सबै बक्सहरू इक्वल हुनु पऱ्यो होइन। अब यो रेफरेन्समा चाहिँ हामीले अलिकति डार्क लाइन बनाउनु पनि सकिन्छ। ड्रइङ पेपरमा चाहिँ एकदम लाइट लाइन बनाउनुपर्छ क्या होइन। त्यो मेरो प्रिभियस भिडियोमा त्यो लाइनहरू पनि देखिएको छैन, तर त्यही भएर अलिक तपाईँहरूलाई कन्फ्युज पनि भयो होला। हामीले ड्रइङ गर्ने पेपरमा चाहिँ एकदम लाइट ड्रइङ गर्नुपर्छ। अब किन लाइट ड्रइङ गर्नुपर्छ भन्नुहुन्छ भने त्यो लाइन चाहिँ अब हामीले आफ्टर ड्रइङ गरिसकेपछि चाहिँ त्यसलाई मेटाउनुपर्छ। त्यही भएर यदि त्यो लाइन चाहिँ डार्क छ भने त मेटिँदैन नि त। यति लाइट लाइन भने पछि हामीले ड्रइङ सकेर त्यसलाई मेट्न सकिन्छ। त्यही भएर लाइट जहिले पनि एक एकवटा बक्सको त्यो लाइनहरू हुन्छ नि, यो सेपहरूलाई हेर्ने क्या। जस्तै अब यसको सेपहरू अब यस्तो टाइपको छ होइन। हेरेर बनाउने हो क्या। यसले चाहिँ अलिकति एकुरेट बनाउन हेल्प गर्छ ल यसरी। सो नेक्स्ट भिडियोमा अझै यसलाई यसको नेक्स्ट लेभलहरूको बारेमा पनि भन्छु।